Hello guys. Hello Safan. जे पनि है आमामा जे पनि 2+2 गर्नलाई त क्याल्कुलेटर चाहिन्छ मलाई फेरि नटोको न भने तेरिका फर्स्ट हुने यस्तै हो नसिकाउने पनि हैन गेम सुरु गर्नुभन्दा एउटा क्वेशन तपाईहरु स्कुलमा कतिको राम्रो स्टुडेन्ट हुनुहुन्थ्यो लागिरहेको थियो के दाइले यस्तै स्कुलको हाल्छ चुम्बलाएर बसेरै हुन्छ यार म त राम्रै हो म त हावै थिएँ त्यो मुखमा भने हैन के दाइ पढ्नीमा भने दुवैमा राम्रो छैन दुवैमा राम्रो सेम तिमी एक्लै छैन बाबु ओके सो हामी चाहिँ तपाईलाई फेरि स्कुलमा ब्याक टु स्कुल लाँदैछौँ है आजको गेम के छ भने म्याथ प्रब्लम्स थाप्यो यार साथीले कसम मलाई यस्तै हुन्छ एउटा स्कुलमा हुन्छ नि म्याथ लास्टै भन्नु पर्ने के म्याथ टिचर अफिसमा त त्यही दाइ हो के टिचर धेरै जसोलाई नमन परे दिएको छु म अब यहाँ पनि ल सो त्यही हो म्याथको इजी फर्मुलाहरू छ फर्मुला त आउँदैन अनि एकदम इजी एकदम बेसिक फर्मुलाहरू छ हैन सो हामी चाहिँ तपाईको म्याथ नलेज टेस्ट गर्दैछौँ आज सुरु गरौँ है त यो त खेल्नुभन्दा अगाडि नै हारे जस्तो लाग्यो तपाईको फर्स्ट क्वेसन रहेको छ a² - b² को फर्मुला के हो a² - b² a² - b² फर्मुला के हो यो त सिटिङ गरेर के रे a² - b² हैन बिर्सिसक्यो के कसम थाहा छैन यार मलाई त यार तेरी अगाडि के हो चाहिँ थाहा भएन मलाई Hey, I've seen this one. This is a classic. एन्सर आयो नि हात उठाएर एन्सर भनिदिइहाल्दा हुन्छ है बिर्सिसक्यो आइसक्यो त बुढा यो होइन जस्तो लागिरहेको छ कि त्यही हो माइनसको त्यही हो क्या a + b a - b हो हात उठाउनु न पहिला उठाए मैले ल मधु दाइ पहिला उले उठाए रे होइन भन्नु a + b a - b a + b a - b द्याट्स द करेक्ट एन्सर ए ब्राकेटमा हुन्छ a + b त मैले नि लेखेको थिएँ नि a - b यहाँ हेर यहाँ a + b होल स्क्वायर हो त्यो a + b होल स्क्वायर हो त्यो फ्ल्याशब्याक म त राम्रै हो चल झुटा के राम्रो स्टुडियो राम्रो पो बाहिर मुखबाट भने त्यही त मुखबाट हो क्या गोरा चिट्टा आहा कस्तो राम्रो बाबु त म्याथमा आउँदैन भन्नु ओके ल नेक्स्ट क्वेसन है त a - b होल स्क्वायर को फर्मुला के हो a - b होल स्क्वायर a + b 2ab - 2ab सोच्दै फेरि ब्र्याकेटमा a + b - 2ab मिलेन त्यसो भए a - b + 2ab मिलेन मिलेन a² + 2ab + b² हो माइनस के हो प्रनिल a² + 2ab - b² मिलेन माइनस हुन्छ -2 मदै? a² - 2ab + b² द्याट्स द करेक्ट एन्सर यो माइनस भएको कारणले माइनस हुन्छ है अगाडि हो कि पछाडि माइनस a² - 2ab + b² 2ab त 2ab याद थियो अलिअलि म त राम्रै हो फेरि होल स्क्वायर कहाँ होल स्क्वायर लेखेँ मैले कहाँ होल स्क्वायर कहाँ छ क्वेसनै होल स्क्वायरमा थियो ल ल ओके अब अर्को राउन्डमा जाउँ है त a + b होल क्युब को ल यार यो त सुने पनि छैन मैले म के थियो यार म सुन्दैको ढालो छ है नमस्ते के थियो यार म बिर्सेँ यार यो त आउँछ भने यो जस्तो लाग्यो मलाई हैन चीटिंग करता है तू ओके प्रनिल a³ + ab + b³ यो त होइन भनिसकेपछि रिग्रेट भयो
मैले सम्झेँ यो त होइन क्या यो चाहिँ मलाई आउँदैन म कन्फ्युज भयो यसमा तपाईँहरूलाई म भनिदिइहाल्छु a + b लाई चाहिँ 3 चोटि मल्टिप्लिकेसन गर्नु त a + b लाई 3 चोटि मल्टिप्लिकेसन गर्नु कसरी गर्नु a + b a + b a + b त्यो एन्सर के भने हेर यस्तो हुन्छ क्या खै यसले गर्नु पर्यो नि त के भने यसलाई यसरी होइन त फ्याक्टराइजेसन हुन्छ नि त होइन अब जस्तै a + b भयो हावा जोतिरहेको छ a + b भयो कसरी भयो यहाँ तिनवटा छ यहाँ दुईवटा आयो को खोक्छ भने मलाई आउँदैन सरी आएर मलाई 3 मैले के जुकमा हानेर आयो हावा चाहिँ पहिले यहाँ एकचोटि यसले एकचोटि यसले हो भने त्यही हो क्या त्यसरी हो क्या यार म लास्ट मान्छ क्या मेरो चाहिँ के हेर्छ म त एक्जाममा लिरिक्स लेख्ने मान्छे मैंने तुझे देखा हंसते हुए गालों में बेबस ख्यालों में नदियों में नालों में सालों की प्यालों में सालन पता नहीं क्या लिखा है बहरहाल पास हो सोच्दै न पास 3AB छ क्या कतै यसको चाहिँ याद छ मलाई यसको चाहिँ a³ + 3a² b + 3ab² + b³ कत्रो भयो यो भयो छोड्दै मलाई कहीँ काम 3a² b 3a² b a3 + 3a² b a3 हैन a³ भन्छ यसलाई थ्री एबी सम्म त मिलाएर चाहिँ यो अगाडि नमिलायो क्या त्यही भएर बेजत हुन्छ भनेर बेजत रे यहाँ के भइरहेछ मेरो इन्जिनियरिङ डिग्री छ ए हैन म त म्याथ्स पढे पनि हैन मन पनि पढ्दैन थियो 6वटा ट्रिगोनोमेट्रिक फंक्सनहरुको नाम भन्नुहोस् ट्रिगोनोमेट्रिक फंक्सन ए म यहाँ तारे जम्नु पर्छ जस्तो भइराख्यो भगवानमा के बोलायो हरमुर आइराछ यहाँ के हो त्यो भने ट्रिगोनोमेट्रिक फंक्सन भनेको sin cos त्यो 6वटा हुन्छ नि त्यो 6वटाको नाम भन्नु पर्यो sin cos थीटा tan sin cos tan sin cosec sec cot सकिहाल्यो ल मदाइले मिलाउनु भयो त सर्कलको एरिया निकाल्ने फर्मुला के हो के निकाल्ने एरिया निकाल्ने म त बिर्सके पाई r स्क्वायर रे हो हात उठाएर है पाई r स्क्वायर करेक्ट प्रनिल मैले लेखे मुला अब भन्नु पर्यो नि त के चाहिँ बनाएर बसिरा त्यो म जहिले पनि त्यो टिचरको स्क्वायर एरिया पेरिमिटर भनेर लास्ट कन्फ्युज हुन्छु म भन्नु पर्यो नि त चोर्दाखेरि आर भने के हो भन्नु आर भने थाहा छैन क्या चोरे हो भने भनिरहेको छु चोरे हो भने भनिरहेको छु आर भने रेडियस हो ल ठिक छ गुड त्यही गरे अब ल प्रनिलले चाहिँ एकदम दिमाग लगाएर खेल्दा छ यहाँ अब त देखाउँदै थियो हाल्नु न कस्तो दाज भएन हामी एंगलबाट आउने ट्रायंगलको नामहरु भन्नुहोस् ट्रायंगलबाट आउने राइट एंगल ट्रायंगल आइसोलेट ट्रायंगल आइसोलेट ट्रायंगल पनि हो नि हैन राइट एंगल ट्रायंगल आइसोलेट ट्रायंगल लेफ्ट एंगल ट्रायंगल मस्त जोक मारा रे ये हंस रे हलकट हंस एक्यूट एंगल ट्रायंगल है के थियो क्या एक्यूट एंगल ऑब्ट्यूज एंगल रिफ्लेक्स एंगल मैले सुनेको छैन हौ एक्यूट ऑब्ट्यूज रिफ्लेक्स अनि राइट एंगल ट्रायंगल आइसोसेलेस ट्रायंगल ल आइसोलेस तिनटा भने हौ तीनटा त हो नि कहाँ है तीनटा भन्नु त रिफ्लेक्स ऑब्ट्यूज अनि आइसोसेलेस मिलेन आई वाट द मैले यही फर्स्ट टाइम सुनिरहेको थिएँ अब यसको एन्सर त के सुन्ला मैले त तैले स्कुलमा चाहिँ के गरिस् यार तैले राइट एंगल ट्रायंगल हैन सुरज दाइ के रे राइट एंगल ट्रायंगल त्यसपछि राइट एंगल ट्रायंगल हो थाहा छैन यार एन्सर चाहिँ सबै आइसकेको छ अब राइट एंगल ट्रायंगल आइसोलेस ट्रायंगल
होइन राइट एङ्गल ट्रायङ्गल अब्ट्युज एङ्गलै भन्नु एङ्गल अब्ट्युज रिफ्लेक्स अनि एउटा भएन के राइट एङ्गल ट्रायङ्गल अब्ट्युज एङ्गल आइसोसेलेस ट्रायङ्गल आइसोलेस होइन के बोल रहा है राइट एङ्गल ट्रायङ्गल एउटा हो त्यसपछि अब्ट्युज एङ्गल एउटा भयो होइन त्यसपछि रिफ्लेक्स एङ्गल एक्युट एङ्गल एक्युट एङ्गल अघि नै भने ल सुरज दाइलाई दिए ल 7 साइडेड सेपलाई के भनिन्छ हेक्सागन हेक्सागन होइन अक्टागन अक्टागन पनि होइन पेन्टागन के गर्छ यार पोलिगन एचबाट आउँछ ल हेक्सागन हेक्सागन अघि नै मान्छे क्या हेक्टागन हेप्टागन हेक्टागन सुरज दाइ के हेक्टागन हेप्टा म हेप्टा हेप्टा म दाइको मिलाएछ हेप्टागन हेप्टागन हो हेप्टा हेप्टागन पनि हुन्छ हुँदो रहेछ म त अचम्म भइरहेको छु सर मलाई त के आउँदैन रहेछ यो तर यो रिलिज नगर्नु यार आउँदैन मेरो सब सर मिलाइसक्यो। मलाई। त्यो हुन्छ नि एउटा स्कुलमा मलाई केही आउँदैन फर्स्ट हुने यस्तै हो नसिकाउने पनि होइन त्यही भएर यही म हो त्यही क्या, छोडेर यस्तै। पास भइरहेको छु भर्साइड यस्तो हालत छ केही आउँदैन भन्दै मिलाइरहेको छ क्या नेस यो चाहिँ हाम्रो डेली लाइफमा पनि धेरै युज भइरहेको हुन्छ क्यालकुलेटर अबे साले म्याथमा सिम्पल इन्ट्रेस्ट निकाल्ने फर्मुला के हो के सिम्पल इन्ट्रेस्ट निकाल्ने फर्मुला के हो पिटिआर पी इन्टु टी इन्टु आर अपन 100 म दाइको मिलाएछ पिटिआरको फुल फर्म प्रिन्सिपल टाइम रेट डिभाइडेड बाई 100 द्याट्स द करेक्ट एन्सर के आउँदैन मैले के आउँदैन भने सबले देख्यो भने मार्छ मलाई चिट गरी पास भएर अलिकति हुँदैन पास एउटा चोरेर पास हुन्छ म पाइ आर स्क्वायर आर भनेर थाहा छैन उसलाई उसले ठोकिदियो सो हाम्रो गेम यति नै थियो आई होप यु Thank गाइस you. इन्जोयड इट एकदम इन्जोय गरेँ मेरो टिचरले मात्र देखाउँछ मलाई कस्तो इन्जोय गरेँ मलाई कस्तो होला म यहाँ त्यो यति पनि नआएको त मलाई मार्थ्यो यार स्कुलमा किन यत्रो धेरै पढियो भनेको आज यहाँ आएर यसरी यहाँ आएर युज भन्नलाई भयो तर हामी त सफल भयौँ नि दाइ यो फर्मुलाहरू युज भयो नि आज विजित भएर पनि अघि भने मेरो त केही युज भएन हो थाहा नै दिएन कहाँबाट युज कहाँ थाहा हुन्छ त पाइ आर स्क्वायर आर के भने के थाहा मलाई के थाहा चोर्ने बेला चोर्ने हो नि अब एक्जाम हलमा तपाईँ बसिरहेको छ नि कसैको चोर रहेछ र यो के हो यो कुरा मलाई भन्छ यो मैले एउटा फेमस जोकको क्यारेक्टर भयो नि त्यो पुरा चिटिङ गरेर सारेर हुन्छ अनि त्यहाँबाट ओ उ त्यो के हो आर कि ए भनेर भन्छ त्यो झिङ्गा मरेर या लामखुट्टे के मऱ्यो त्यही हो त मैले यहाँ झिङ्गा मऱ्यो तैँले त्यही लेखिदिन्छु यो के हो पाइ आ सो यो गेमको विनर हुनुभएको छ मधु दाइ या थ्याङ्क्स के आउँदैन भन्दै पनि त्यही भने तर एकदम रिस्की अब चिया खुवाउने हो तपाईँले अब जित्यो तँलाई चिया हामीलाई तँलाई मात्रै तँलाई चिट गरेपछि त यहाँको यो यसको गुरु दक्षिणा दे मलाई ल त्यसको एक टुक्रा हाल्दा यो आर भने के हो सो द्याट्स इट गाइज थ्याङ्क यू फर प्लेइङ विथ अस गुरु दक्षिणा चाहियो